उहाँ बिरामी चाहिँ हाम्रो बिरामी शङ्कासभाबाट आउनुभएको हो। म सबैले खोल्नु। उहाँ शङ्कासभाबाट आउनुभएको। मैले उहाँलाई चाहिँ यहाँबाट हिँडाएर उहाँ सुत्न किन लगाएँ भन्दाखेरि चाहिँ यो हेर्नलाई यहीँबाट थाहा हुन्छ कि उहाँको कतिको समस्या गम्भीर समस्या छ या छैन भन्ने कुरा हुन्छ। जस्तै उहाँ त्यहाँबाट यदि उहाँ यसरी आएर उहाँ चल्न सक्नुभयो र बस्न सक्नुभयो भन्दाखेरि सुरुमा हामीले बुझ्नुपर्ने कुरा के भन्दाखेरि चाहिँ उहाँको त्यति गम्भीर समस्या चाहिँ छैन है, नम्बर 1। नम्बर 2, अब एकचोटि म उहाँको कहाँदेखि कहाँ दुख्ने हो, उहाँको यहाँदेखि तलसम्म दुखाइ आउँछ है। सो मैले उहाँको खुट्टा यसरी तन्काएँ, उहाँको कतै दुखाइ छैन है। जेनरली नखा चेपेको अलिअलि त दुख्यो चुक्छ। उहाँ यदि नसा चेपेको एकदम गम्भीर तले नखा चेपेको थियो भने उहाँको खुट्टा यसरीदेखि लिएर माथि जाँदैन थियो। नम्बर 2 ठिक छ है, यो गर्न सक्नुहुन्छ। अब अर्को अलिकति अगाडि आउँछ, अब यहाँ हेर्न सक्नुहुन्छ। यदि मैले यसलाई हाने, यो क्लिनिकल ह्यामर भन्छ यसलाई मैले यदि हाने भने उहाँको यो चलिरहेछ। यो चल्नु भनेको मतलब उहाँको नसाले काम गरिरहेको छ भनेपछि उहाँको L5S1 चाहिँ ठिक छ भन्न खोजेको भने मेरुदण्ड माथि L5 र S1 ठिक छ भन्न खोजेको। अब हामी के गर्छौँ भन्दाखेरि उहाँको बुढी औँला तान्छौँ। बुढी औँला तानौँ जोडले हेर्नु। अब यो पनि एकदम ठिक छ, तानौँ, यो तानौँ, यो तानौँ, हेर्नु, यो पनि ठिक छ, यो पनि ठिक छ भनेपछि उहाँले समस्या चाहिँ यहाँदेखि यहाँसम्म आएको समस्या दिनुहुन्छ। तर मैले यदि यसले क्लिनिकल ह्यामरले यदि हेर्दाखेरि उहाँको नसाले काम गरिरहेको छ भने L5S1 ठिक छ। बुढी औँला तानेर हेर्दाखेरि यदि बुढी औँला राम्ररी आइरहेको छ, तान्नु त आइरहेको छ भने हामीले के गर्छौँ, के बुझ्छौँ भन्दाखेरि उहाँको L4 L5 पनि ठिक छ भनेर बुझ्छौँ है। भनेपछि उहाँको समस्या चाहिँ यो नसाको समस्या दिए तापनि त्यस्तो कम्प्लिकेटेड, त्यस्तो गम्भीर समस्या चाहिँ होइन। हामीले MRI गर्न लगायौँ उहाँलाई। अब MRI को रिपोर्ट एकचोटि हेरौँ है त, एकचोटि रोकिदिन्छु। अब मैले उहाँको MRI गर्न लगाएँ। यदि MRI गर्दाखेरि हामी हेर्न सक्छौँ, यो भयो उहाँको टाउको। यहाँबाट नसा यसरी गयो कतै केही छैन, कतै केही छैन। यहाँ हेर्न सक्नुहुन्छ उहाँको नसा यसरी बाहिर निस्केर यहाँ नसामा दखल परेको छ। यदि उहाँको दिशा पिसाब रोकेको थियो, उहाँको नसा कमजोर भएको थियो भने चाहिँ हामीले के गर्नुपर्छ भन्दाखेरि उहाँले आत्तिनुपर्ने कुरा छ। अब के गर्ने, बा इन्जेक्सन लगाउने कि बा अपरेसन गर्ने कि भन्ने कुराहरू हामीले त्यसमा स्ट्रेस दिनुपर्ने हुन्थ्यो। तर MRI रिपोर्ट, मैले बारम्बार भन्छु, MRI रिपोर्ट हेरेर मात्रै अपरेसन गर्नुपर्छ या पर्दैन भनेर भन्न सकिँदैन। मैले क्लिनिकली यदि उहाँलाई हेरेँ, जुन मैले सुताएँ हेरेँ भन्दाखेरि उहाँ नर्मल मान्छे जस्तो एकदमै पर्फेक्ट हुनुहुन्छ। यसमा न इन्जेक्सन चाहिन्छ न अपरेसन गर्नुपर्ने हुन्छ। MRI रिपोर्टमा जाने होइन। सबभन्दा बेस्ट भनेको यसरी हामीले सुताएर हेर्दाखेरि है। अब उहाँको समस्या के हो भन्दाखेरि चाहिँ म यहाँ डायग्राममा भन्छु। जस्तै यो मेरुदण्ड भयो, यो मेरुदण्ड भयो, यो मेरुदण्ड भयो। यो माथिदेखि नसा यसरी आएर तल खुट्टातिर आएको हुन्छ, यहाँदेखि तलसम्म। यो हड्डी र हड्डीको बिचमा डिस्क भनिन्छ, त्यसलाई कुसन भनिन्छ। कुसनको काम गर्छ, स्प्रिङको काम गर्छ यसले। यो L4 मानौँ, यसलाई L5 मानौँ, यसलाई S1 मानौँ। उहाँको चाहिँ के छ भन्दाखेरि MRI रिपोर्टमा चाहिँ यो कुरकुरे हड्डी अलिकति टुसुक्क निस्केको कारणले गर्दाखेरि चाहिँ नसामा दखल परिरहेको छ। त्यसैले उहाँको समस्या यहाँ छ तर दुखाइ चाहिँ खुट्टातिर छ। सो यो दुखाइ कहाँ आउँछ, खुट्टातिर आउँछ। MRI मा यो देखाए तापनि हामीले उहाँलाई सुताएर हेर्दाखेरि उहाँको नसाले काम गरिरहेको छ। सो सुरुमा गर्ने भनेको यसमा भनेको दबाई र थेरापी हो। दबाई र थेरापीले यदि भएन भने हामीले के गर्नुपर्छ, इन्जेक्सन लगाउनुपर्छ। 3टा अथवा 4 महिनाको फरकमा इन्जेक्सन लगाउनु पर्ने हुन्छ। इन्जेक्सनले पनि भएन भने अनि बल्ल अपरेसन गर्नुपर्ने हुन्छ। सो पहिला दबाई र थेरापी, दबाई र थेरापीले भएन भने इन्जेक्सन, भएन भने अपरेसन। तर उहाँको केसमा अपरेसन गर्ने गुन्जाइस 1% पनि छैन। इन्जेक्सन लगाउने गुन्जाइस अहिले 1% पनि छैन। उहाँले दबाई र थेरापी गरेर उहाँलाई राम्रो चाहिँ हुन्छ। तर बुझ्नुपर्ने कुरा के छ भन्दाखेरि यदि उहाँले स्ट्रेस लिनुभयो भने नसाको समस्या झन् बढेर आउँछ। उहाँलाई जिन्दगी निको हुँदैन। गर्नुको काम गर्नु भएन, भारी काम गर्नु भएन,
धेरै जोडले खोक्नु भएन, धेरै जोडले कन्नु भएन र लामो समयसम्म फिजियोथेरापी गर्नु पर्यो। मेबी जिन्दगीभर घरमै गर्दा पनि भयो, त्यही जानुपर्छ भन्ने जरुरी छैन। पहिला सिक्ने अनि घरमै गर्ने है। र एकदम डाइट कन्सियस हुनु पर्यो, कन्स्टिपेसन हुनु भएन, दिशा कब्जियत हुनु भएन ल। र जेनरली यो दबाई र थेरापीबाट ठिक हुन्छ। बुझ्नुभयो हजुरले? सो यति कुराहरू बुझ्नु। यदि तपाईँ सिधा राम्ररी हिँड्न सक्नु भएन, तपाईँको सेक्सुअल लाइफमा प्रब्लम हुन थाल्यो, दिशा पिसाब रोकिन थाल्यो, तपाईँको नसाहरू कमजोर हुन थाल्यो भने त्यतिखेर सोचौँला के गर्नुपर्ने हुन्छ भनेर। नभए अहिले चाहिँ हजुर एकदम पर्फेक्ट हुनुहुन्छ है।